नमस्कार दर्शकवृन्द, आज मिति 2083 साल वैशाख 15 गते। स्वागत छ तपाईँलाई आजको मुख्य समाचारहरूमा। सुरु गरौँ आजको समाचारको मुख्य हेडलाइन्सहरूबाट। मनोहरामा सुकुम्बासी बस्ती हटाउने क्रममा चर्च भत्किएको भन्दै केही क्रिस्चियन अभियन्ताहरूले आपत्ति जनाएका छन्। सुन्दा डङ्गलद्वारा खाली गराएका सार्वजनिक जग्गामा तारबार लगाउने निर्देशन। नक्कली सुकुम्बासीमाथि कानुनी कारबाही हुने तयारी। कक्षा 12 को बोर्ड परीक्षा सुरु। देशभर विद्यार्थी परीक्षा केन्द्रमा सिन्धुलीमा ग्यास लिक हुँदा कक्षा 12 की छात्रसहित 2 जना गम्भीर घाइते। हर्क साम्पाङले बालेन सरकारको राजीनामा मागे। प्युठानमा चट्याङ लागेर बाबा छोरीको दुःखद मृत्यु। जाजरकोटमा 2 परीक्षा केन्द्रबाट 42 मोबाइल नियन्त्रणमा। अमेरिका इरान तनाव फेरि चर्कियो। नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स प्रिन्ट भएको जानकारी हेर्न सकिने। सशस्त्र प्रहरी बलको नयाँ आइजिपीमा नारायण दत्त पौडेल नियुक्ति हुनुभएको छ। पूर्व भिभिआइपीहरूको सरकारी खर्चमा विदेश उपचार सुविधा सर्वोच्चद्वारा खारेज। दर्शकवृन्द, यी थिए आजका मुख्य हेडलाइन्सहरू। तपाईँहरू हाम्रो भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्ट बक्समा लेखेर नछुटाउनुहोला। अब सुरु गरौँ समाचार विस्तारमा। सबैभन्दा पहिले मनोहरा क्षेत्रको समाचार। सुकुम्बासी बस्ती हटाउने क्रममा चर्च पनि भत्काइएको भन्दै केही क्रिस्चियन अभियन्ताहरूले आपत्ति जनाएका छन्। मनोहरा भजन मण्डलका सचिव मुक्तिराज राईले चर्चका लागि वैकल्पिक व्यवस्था नगरिए बालेनलाई प्रभुको शराब लाग्ने बताएका छन्। एसपीसीले अहिले सामाजिक सञ्जालमा निकै बहस सिर्जना गरेको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गलले सुकुम्बासी हटाएर खाली गराएका सार्वजनिक जग्गा सुरक्षा र संरक्षणका लागि तारबार लगाउन निर्देशन दिनुभएको छ। महानगरले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि यो कडा कदम चालेको बताएको छ। खाली गराएका जग्गाहरू फेरि अतिक्रमण हुन नदिन निर्णय गरिएको हो। यसैगरी सरकारले नक्कली सुकुम्बासीमाथि कानुनी कारबाही गर्ने तयारी पनि थालेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार वास्तविक पीडितलाई उचित व्यवस्थापन गरिनेछ भने नक्कली दावी गर्नेहरूलाई कानुनी दायरामा ल्याइनेछ। हाल दशरथ रङ्गशालामा नाम दर्ता र छानबिनको काम भइरहेको छ। अब शिक्षा क्षेत्रको खबर। कक्षा 12 को बोर्ड परीक्षा सुरु भएको छ। देशभरका हजारौं विद्यार्थीहरू बिहानदेखि परीक्षा केन्द्रमा पुगेका छन्। भविष्यको सपना बोकेर विद्यार्थीहरू आत्मविश्वासका साथ परीक्षा दिइरहेका छन्। सबै विद्यार्थीहरूलाई सफलताको हार्दिक शुभकामना। तर परीक्षा सुरु भएकै समयमा सिन्धुलीबाट दुःखद खबर आएको छ। कक्षा 12 की छात्र टीका कुमारी विक र बिन्ता विक ग्यास लिक भएर भएको आगोलागीमा गम्भीर घाइते भएका छन्। भान्सामा ग्यास बाल्ने क्रममा अचानक आगो लागेको बताइएको छ। दुवैजनाको हात र अनुहारमा गम्भीर चोट लागेको छ। उनीहरूलाई थप उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको छ। उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। अब राजनीतिक समाचार। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। सरकार बनेको छोटो समयमै असफल भइसकेको भन्दै उनले सामाजिक सञ्जाल मार्फत बालेन शाहको राजीनामा माग गरेका हुन्। अब दुःखद समाचार। गौमुखी गाउँपालिकामा चट्याङ लागेर बाबा र छोरीको मृत्यु भएको छ। एकै परिवारमा यस्तो ठूलो क्षति भएपछि स्थानीय क्षेत्र शोकमा डुबेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच तनाव फेरि बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्भावित युद्ध र वार्ताबारे अहिलेसम्म कुनै स्पष्ट निर्णय नभएको बताएका छन्। उनले इरानभित्र राजनीतिक अस्थिरता रहेको दाबी गर्दै अमेरिका बलियो अवस्थामा रहेको बताएका छन्। यस अभिव्यक्तिले विश्व राजनीति फेरि संवेदनशील बनेको छ। यसैगरी प्रविधि क्षेत्रमा पनि नयाँ सुविधा सुरु भएको छ। अब नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स प्रिन्ट भएको जानकारी हेर्न सकिने भएको छ। यसले सेवाग्राहीलाई धेरै सहज दिने अपेक्षा गरिएको छ। कार्यालय धाउनु पनि झन्झट कम हुने विश्वास गरिएको छ। मन्त्री परिषद बैठकले सशस्त्र प्रहरी बलको नयाँ आइजिपीमा एआइजी नारायण दत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ। अन्तिम समाचार। पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री लगायत पूर्व भिभिआइपीहरूले सरकारी खर्चमा विदेश गएर उपचार गर्ने व्यवस्था सर्वोच्च अदालतले खारेज गरेको छ। साथै यस निर्णयलाई धेरै जनताले मन पनि पराएका छन्। यिनै थिए आज 2083 साल वैशाख 15 गतेको मुख्य समाचारहरू। तपाईँलाई सबैभन्दा महत्त्वपूर्ण लागेको समाचारहरू कुन हो कमेन्टमा अवश्य लेख्नुहोला। भिडियोलाई लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। हस्त नमस्ते। फेरि भोलि बिहान भेट्नेछौँ।